आज चाहिँ मैले मिठो जुसी मोमो बनाउन गइरहेको छु। त्यसको लागि मैले प्याज, धनियाँ अनि स्प्रिङ अनियन त्यसमा काटेर राखेँ। त्यसपछि लसुन अदुवाको पेस्ट अनि किमा राखेर नुन राखेँ अलिकति। त्यसपछि मोमो मसला अनि तातो घिउलाई मैले सर्र हाल्दिएँ। जुसी बनाउँछ नि त घिउले। त्यसपछि मजाले मोल्ने, एकैछिन त्यसलाई फ्रिजमा राखिदिने। त्यसको अनि पिठोको डो रेडी गराएँ। त्यसपछि अब मोमो बनाउन रेडी। मैले डल्ला पार्दै बेल्दै दिँदै त्यसपछि मेरो बुढाले चाहिँ पोको पार्दै राख्दै गरेर 2 स्टिम जति मोमो बनायौँ हामीले। अनि त्यसपछि मैले त्यसलाई 15-20 मिनटको लागि पकाउन छोडिदिएँ। अनि चटनीको तयारी गर्न थालेँ। चटनी त एज युजुअल टमाटरको चटनी बनाउँदैछु। त्यसको लागि टमाटर, नुन खुर्सानी, मसला, त्यसपछि यो तिलको छोप हालेँ। तिलको छोप हालेपछि माथिबाट धनियाँ हालिदिएँ। सेलाएपछि मिक्सचर गरिदिएँ। अनि यसको लागि चाहिँ मैले झोल गराउन लगाएको। त्यही भएर अलिकति चटनी राखेर तातो पानी राखेर एकैछिन पकाएपछि तातो मोमोको झोल चाहिँ रेडी हुन्छ। मेरो मोमो पनि रेडी भइसकेछ। अब मैले बलमा राखेर माथिबाट तातो झोल हालेर सरप्प सरप्प खायौँ हामीले। बाई।